बारेबाट 4 गिरी बसमा मेरो स्थिति यस्तै छ। मेरो बाटो खोला यताउता सब देख्नै पाएको छ तपाईँहरूले, हो कि होइन? हेर्नुहोस् त्यहाँबाट म कस्तो के मान्छे हुँ, कस्तो किसिमको मान्छे हुँ, कति खाएको छु, कति भोग बसिएको छु, त्यो देख्नु भएको छ तपाईँहरूले। स्पष्ट भन्दिनँ मैले, यही हो मेरो पहिला मन्तव्य। त्यहाँबाट फेरि के छ भन्नुहुन्छ भने त्यहाँ हामीले ल्याउनु पर्ने अब एउटा साइड रोड हामीले ल्याउनु पर्ने बाध्यता देखिएको छ। हामीलाई एउटा स्वास्थ्य ल्याउनु पर्ने देखिएको छ। हामीलाई समस्या के छ, कही छ, कहीको अवस्था छ, हामीलाई सबैले भनिदिने कुराहरू तपाईँहरूले अगाडि बढाइदिएपछि हामीले पाउने सुविधाहरू के छ, कही छ भन्नु होला। स्थानीय सरको विकास कसरी चलिरहेछ तपाईँको गाउँघरतिर? हाम्रो स्थानीय विकास यही थियो तपाईँको। अनि यतै 4-5 दिन पैदल हिँड्नुपर्छ हामीले। अनि त्यो केही हामीले समस्या खोजेका छौँ, अरू हामी के भनौँ? 4-5 दिन हामीले पैदल हिँड्नुपर्छ एक्कासी। अनि स्वास्थ्यको अवस्था कस्तो छ? स्वास्थ्य भन्दा स्वास्थ्य हामीलाई अनिमा चाहिएको छ। एउटा स्वास्थ्य हामीलाई हाम्रो टोलमा चाहिएको छ, एउटा स्वास्थ्य। त्यहाँबाट हामीलाई घुरेटे बाटो पनि छैन यहाँ समस्या। हामीलाई समस्या गाह्रो छ। त्यो गाह्रोको विचारबाट मैले भन्दैछु, रामाती गएर पनि बोल्नुपर्छ, मैले भन्नुपर्छ। यहाँदेखि स्वास्थ्य पहुँच्नलाई कति समय लाग्छ तपाईँको? लगभग हामीलाई 2 दिन लाग्छ सर। हामीलाई 2 दिन लाग्छ। 2 दिनको लागि हामीलाई समस्या छ त भन्दैछु म, छैन र? 2 दिन लाग्छ। हामीलाई जानुपर्ने गाह्रो छ। कोही बुढा पाकाहरूलाई हामीले लिनुपर्छ भने हामीले बोकेर लगभग 2 दिन हामी हिँड्छौँ। त्यो त्यति भने हामीले अब भाडा धेरै पनि मान्छेलाई बोकिलिने मान्छे हामीले भन्यो भने लगभग 2 दिन हामीलाई समस्या पर्छ भनेर त्यही पहिला हाम्रो गाउँघरतिर यही हो। भिर बाटो छ, हामीलाई समस्या छ। हामीलाई एउटा घोराटो बाटो हामीले पाउन सकेका छैनौँ। एउटा हामीले स्वास्थ्य हामीले उ गर्न पाएका छैनौँ हामीले। अब के गर्ने? यही हो स्थिति हाम्रो, गाह्रो छ। अब हामीलाई तत्काल घोराटो बाटो पनि हामीलाई छैन। गाडी पनि त हामीले घोराटो बाटो पाएन हामीले। अनि हामीलाई स्वास्थ्य पाएका छैनौँ। बिरामी हामी बोकेर लिनुपर्छ भने 2 दिन लाग्छ हामीलाई गाह्रो छ सर। तर सरकारबाट के माग गर्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको कुरा भन्नुहोस्। स्थानीय सरकारबाट मैले माग्नुपर्ने के छ भने एउटा पहिला घुराटो बाटो भन्दा पनि मैले एउटा साइड रोड भन्न खोजेको छु। त्यहाँबाट मैले स्वास्थ्य भन्न खोजेको छु। त्यहाँबाट ल्याउन हामीले अब खानापिना हामीले केही नपाएको हिसाबले पनि अब हामीलाई समस्या धेरै छ। बच्चीको पढाइको लागि विद्यालयको अवस्था कस्तो छ भारत सरकारको? हो, सबभन्दा हामीलाई एउटा हामीलाई उ चाहिएको छ। किनभने हामीलाई जो ननानु एउटा बच्चालाई सुविधा, हामीलाई एउटा ननानु एउटा बाल शिक्षा हामीलाई क्लियर बाल शिक्षा। उच्च शिक्षाको अवस्था कस्तो छ बारेकोटमा? यस्तै अनि देख्नु भएको छ। भिर पाकाहरू सबै हेर्नु भएको छ, सबै देख्नु भएको छ। अनि मैले भनेर पनि के छ र एउटा हामीलाई शिक्षक, एउटा स्वास्थ्य, एउटा घुराटो बाटो जस्तो हामीलाई। खानेपानीको अवस्था? खानेपानीको लागि पनि त्यही छ, सबभन्दा गाह्रै छ हामीलाई खानेपानीको लागि पनि। घरमा पानी आउँछ अरे, आजभोलि आउँछ कि आउँदैन? नै, भर्खरै सुरु त भएछ भन्ने देखिएको छ, तर खान पाएन हामीले। किन? कारण के होला? के भयो खै त हामीले पानी खान पाएको छैनौँ। नम्बरै एउटा बचको हिसाबले हामीले पानी खान पाएको छैनौँ अहिले त। नम्बरी खान पाए नै घरको धारो छ भन्ने त कुरा सुनेको छु, तर हामीले खान पाएको छैनौँ। के छ अवस्थाहरू हाम्रो आफै भन्नु होला, अगाडि बढाइदिनु होला। 1-2 कुराहरू भन्ने कुरो हो मेरो बाध्यता। अनि खाद्यान्न बालीको अवस्था? खाद्य पनि छैन, बिल्कुल छैन। हामी त खाद्य पनि छैन, केही छैन। नहुनुको कारण के हो? खै अगाडि भन्छौँ अब कोही डाँगाहरूले बिच बाटोमा खाइदिन्छन् कि, त्यो हामीलाई छैन। हामीलाई सुविधा पनि छैन एउटा। त्यही भन्न म मुन्जुर छु अहिले। जुन 2080 साल कार्तिक 17 गते गएको विनाशकारी भूकम्प, हजुर, त्यसको घर जनता आवास घर परेका छन् गरे, त्यसको अवस्था कस्तो छ सर? त्यसको लागि त सर अब त्यो भयो भने अब नागो भोगो भयो भने त्यो भयो भने अहिले बल्लै भर्खरै अब भुक्तानी पायौँ हामीले भुक्तानी पायौँ भनौँ। टहराको पाउनु भयो होला? नै, हामी त आज पायौँ। भूकम्पको घर हो, भुङ्गको घर हामीले पाएको छैनौँ। किन?
खै किन अब अगाडि त्यही त हो नि जो मास अगाडि बोल्ने गदाहरू छन् ती गदाहरूले खाया हुनुन् त्यहाँ हुनुन् तर हामीले पाएका छैनौँ सर कुरो त्यो हो हामीले पाए नै अहिले त गुण हो भूकम्प भन्ने थाहा पायौँ मात्र हामीले तर हामीले पाएका छैन अनि भूकम्प जोखिमबाट जुन बुढाबुढी बालबालिकालाई कसरी स्याहार गरेछ स्थानीय सरकारले स्थानीय सरकार त्यही त भयौँ अनि जो भन्छ ओडामा गयौँ भने हामीले ओडामा गयौँ भने 700-800 सिपाहीको लिन्छ सर अनि त्यो मैले भन्नु खोजेको छु त्यो सिपाहीको लागि हामीलाई फ्रीमा छैन अनि रुपियाँ हामीले दिनै पर्ने हुन्छ अनि हामीलाई गाह्रो छ स्थिति हामी डाँडा पाका भने यही चाहिँ छन् भूमिबाट हामी बिकोज भयौँ अहिले हामी जङ्गलमा जाने राम्ररी हामीले घोराटे बाटै पाएका छैनौँ सर हामीलाई समस्या छ अनि मैले भन्ने कुरा यही त हो सर अनि प्रमुख आर्थिक स्रोत कुन छ तपाईँको आर्थिक स्रोत पेसा भन्ने कुरा पेसा मेरो केही छैन सर अब के गर्ने अब ए भारी बोल्ने लोड टेल्ने बालबालिका पाल्ने अनि अर्का भारी नबोके हामी खाना नपाउने ठल्यौँ सर यसको लागि हामीलाई समस्या छ हामीलाई समस्या गाह्रो छ स्थिति अब के गर्ने सकेपछि अब बालबालिका अब भारी बोकेर लोड टेकेर हामी पाल्न सक्ने भयौँ सकिन यही त मन्ने त भन्नु सर अब हामी क्या गरौँ हाम्रो लागि गाह्रो छ हामीलाई स्थिति गुमाउनु पर्ने हामीले गाह्रो सर अनि नेपाल सरकारले कुन कुन कुरामा सहयोग गरेको छ तपाईँले कुन कुन संस्थाहरूले सहयोग गरेको छ अहिलेसम्म सरकारले भन्ने हो भने त सर अब सरकारले सहयोग गर्नु त केही देखा त नै मैले अझै गाह्रो छ स्थिति सरकारले सहयोग गरिदिए भए हामी यही त हामी जोखिममा किन पर्थ्यौँ हामी समस्यामा छौँ हामी समस्या अहिले सरकारले गरेको मैले देखा नै गाह्रो छ स्थिति सबभन्दा हामीलाई समस्या त्यही छ अहिले त नेपाली सरकारले गरेको मैले देखा नै देखेपछि अगाडि लाग्नेले खाएन सर हामीले देखा नै हामीलाई समस्या छ अनि हामीलाई के छ भन्ने पनि यही हो अब हामीले गाई पालेका छौँ भैँसी पालेका छौँ भारी बोकेका छौँ लोड टेकेका छौँ हामीले सर यस्तो गरी यो नगरे हामी खाना पाउने पनि नै हामी किन पाउने पनि नै हाम्रो जहाँसम्म हामी तागत चल्छ वहाँसम्म हामी बालबच्चा पाल्नेछौँ मध्ये पछि हामी पाउनेवाला पनि अनि बालबच्चा कतिवटा छन् तपाईँका मेरो बालबच्चा कुरा गर्ने पनि खेल्ने हो 11बाट लिएर 12 त भइजानु त लाज मानि गर्ने घिनमानी गर्ने अच्छा लाज मानि गर्ने घिनमानी गर्ने मैले पालेको छु भारी बोकेको छु टेकेको छु त्यही त 12-13 बच्चा छन् भन्ने कुराहरू मैले भनिदिने कुरो हो सर यो नेटबाट तपाईँले भनिदिने हो ल हुन्छ यो हामी नेपाल सरकार समक्ष तपाईँको आवाज पुर्याउन चाहन्छु धन्यवाद अंशबहादुर सार्कीजी हजुर ल ठिक छ